यो क्वेसन नम्बर 4 मा चाहिँ देयर आर टु पिलर्स अफ हाइट 10 फिट इच इन अ गेट अफ स्टेडियम भयो है त अ पिरामिड विथ द सेम बेस एन्ड हाइट 32 फिट इज प्लेस्ड अन अ टप अफ इच पिलर ल अनि इफ द बेस अफ द इच पिलर इज 4x4 ड्र टु फिगर्स बेस्ड अन द गिभन इन्फर्मेसन ल दुईवटा एउटै सेपको पिल्लर छ अरे भनेपछि अब यो चाहिँ हाम्रो पिल्लर भयो होइन अनि बेस चाहिँ 4x4 भनेको छ नि त त्यही भएर अब बेस चाहिँ हाम्रो चाहिँ स्क्वायर रहेछ है त यो पिल्लरको चाहिँ अलि छुट्टी तरिकाले बनाऊँ एकचोटि ल यो चाहिँ यस्तो गरौँ यो चाहिँ हाम्रो स्क्वायर भयो होइन अनि त्यसपछि योबाट माथि यस्तो गयो यताबाट नि गयो अनि त्यसपछि फेरि यताबाट नि गयो अनि त्यसपछि यताबाट नि गयो त ए अनि हाम्रो चाहिँ यहाँबाट पनि गयो अनि यता माथि पनि हाम्रो यस्तो स्क्वायर बन्छ के अरे यस्तै यता तलको जस्तै यस्तै छड्के बनाऊँ अनि त्यसपछि यता पनि यस्तो छड्के बनाऊँ अनि यसलाई नि जोडौँ अनि यसलाई नि जोडौँ है त ल यो हाम्रो पिल्लर भयो अनि के भनेको छ भने पिल्लरको माथि चाहिँ पिरामिड छ अरे कि सेम बेस भइहाल्यो यो 4 भनेपछि यताको पनि 4 भयो अनि यो माथिको पनि हाम्रो 4 नै भयो होइन अनि पिरामिड चाहिँ अब यो नि यता जान्छ यो नि यता जान्छ अनि त्यसपछि एउटा यता छ अनि यता यो भएपछि यो चाहिँ हाम्रो पिरामिड भयो त अनि त्यसपछि यो चाहिँ यस्तो गरिदिउँ अब यो चाहिँ हाम्रो हाइट चाहिँ यसमा के दिएको छ सुरुबाटै गरौँ न अब यो 10 फिट हाइट यो पिल्लरको 10 फिट अनि त्यसपछि अ पिरामिड विथ सेम बेस एन्ड हाइट 32 फिट भयो त ल सेम बेस अनि त्यसपछि हाम्रो हाइट चाहिँ 32 फिट रे अब भनेपछि अब यसको चाहिँ यता गरे नि भयो नत्र अब यता यस्तो गरे नि भयो यो चाहिँ हाम्रो हाइट चाहिँ 32 फिट भयो है त ल अब यो दुईवटा फिगरहरू ठ्याक्कै यस्तै आइडेन्टिकल अर्को पनि पिल्लर ठ्याक्कै यस्तै बनाएको हुन्छ अनि यो ए चाहिँ हाम्रो कम्प्लिट हुन्छ है यो दुईवटा फिगर बनाएपछि अब बीमा चाहिँ फाइन्ड द स्ल्यान्ट हाइट अफ पिरामिड भन्यो है त ल अब हामीलाई यो 4 दियो होइन यो सबै एउटै साइड हो 4 नै हो अनि स्ल्यान्ट हाइट भन्यो पिरामिडको अनि त्यसपछि यो हामीलाई हाइट थाहा छ 32 अनि यो चाहिँ सधैँ यस्तो पर्पेन्डिकुलर हान्छ यसले अब ठ्याक्कै यो ट्रायङ्गलवालालाई चाहिँ म यता बनाउँछु है त ल हाम्रो यस्तो छ अनि यस्तो छ है त अनि यहाँबाट चाहिँ यसले ठ्याक्कै यस्तो गर्छ 90 डिग्री यो चाहिँ हाम्रो हाइट भयो 32 अनि त्यसपछि हाम्रो बेस चाहिँ 4 थियो नि त त्यही भएर यो पनि 2 भयो यो पनि 2 भयो अनि यो चाहिँ हाम्रो स्ल्यान्टेड हाइट हो क्या अब भनेपछि यो फिगरमा चाहिँ हाम्रै नेम गरिदिउँ एबिसी गरिदिउँ यसलाई ओ गरिदिउँ अनि त्यसपछि यहाँ तल चाहिँ इन राइट एङ्गल ट्रायङ्गल एओसी अनि त्यसपछि युजिङ पाइथागोरस जिइआरएस पाइथागोरस थेरम है त पाइथागोरस थेरमले चाहिँ हामीलाई के भन्छ होइन हाइपोटेन्युसको स्क्वायर भनेको पर्पेन्डिकुलरको स्क्वायर प्लस बेसको स्क्वायर हो नि त अनि त्यही भएर यो एल स्क्वायर भनेको चाहिँ हाम्रो 32 स्क्वायर प्लस 2 को स्क्वायर हो अब देयरफोर एल भनेको चाहिँ अब त्यो स्क्वायर रुट अन्डर हारौँ है त 32 को स्क्वायर अनि प्लस 4 चाहिँ हाम्रो चाहिँ कति हुन्छ ल यो लेन्थ चाहिँ के अरे यो लेन्थ होइन यो स्ल्यान्टेड हाइट हो स्ल्यान्टेड हाइट चाहिँ हाम्रो 3 टाइम्स ओ 6 फिट है त ल स्ल्यान्टेड हाइटको लेन्थ नै हो न त तर स्ल्यान्टेड हाइट अब बी पनि भइयो अब सी चाहिँ फाइन्ड द टोटल सर्फेस एरिया अफ पिलर्स टु बी कलर्ड अनि सुड वी एड द एरिया अफ बेस टु फाइन्ड द टोटल सर्फेस एरिया फर द पर्पज अफ पेन्टिङ गिभ रिजन रे है त ल अब भनेपछि यो बेसको एरिया चाहिँ हामीलाई चाहिँदैन किनभने यो त बेसमा छ नि त अनि त्यसपछि यसमा त पेन्टिङ गर्न पोसिबल नै छैन किनभने अब यो पिल्लर त हामीले बाहिरबाट देख्छौँ त्यो पिल्लरभित्र जाने कुरा पनि हुँदैन अब फ्लोर हुन्छ भन्ने कुरा पनि हुँदैन त्यही भएर यो बेसमा चाहिँ पेन्टिङ गर्न पोसिबल नै छैन किनकि यो पिल्लर हो जुन बाहिरबाट मात्रै भिजिबल छ त्यही भएर यसमा चाहिँ पेन्टिङ गर्न मिल्दैन भनेर लेख्ने है त अब टोटल सर्फेस एरियाको लागि चाहिँ हामीले के गर्ने भने अब यसको पनि बेसमा मिल्दैन है त अब यसको हाम्रो वरिपरिको यो ल्याटरल सर्फेस एरिया चाहियो पिरामिडको अनि त्यसपछि यो यसलाई चाहिँ प्रिज्मा भन्छ अब यो प्रिज्माको पनि यो वरिपरिको ल्याटरल सर्फेस एरिया चाहियो है त हामीलाई अब त्यसको लागि चाहिँ के गर्ने भने यो चाहिँ म मेट्छु है त अब टोटल
सर्फेस एरिया भनेको चाहिँ हाम्रो के हुन्छ भने यो माथिको पिरामिडको ल्याटरल सर्फेस एरिया चाहिँ के हुन्छ भने 2 टाइम्स यो लेन्थ छैन यो स्ल्यान्टेड हाइटलाई यल लेख्यौँ के अरे अब यो बेसलाई चाहिँ 2 टाइम्स ए लेखौँ अनि टाइम्स स्ल्यान्टेड हाइट चाहिँ यल हो है यो चाहिँ हाम्रो ल्याटरल सर्फेस एरिया भयो यो माथिको पिरामिडको। अनि यो प्रिज्मको त यो वरिपरिको चाहिँ हामीले पेरिमिटर निकालौँ होइन अनि यो 4L भयो के अरे अनि टाइम्स लेन्थ गरिदिउँ 4A भयो अनि टाइम्स अनि त्यसपछि लेन्थ मतलब यो हाइटको लेन्थ टाइम्स एच गरिदिउँ है त। ल अब यो 2AL अब हाम्रो ए भनेको 4 हो 8 भयो। अब अहिले चाहिँ हाम्रो 32.06 आएको थियो 32.06 टाइम्स ए भनेको 4 टाइम्स 2 भनेपछि यो 256.48 आयो के अरे अनि 4A टाइम्स 8 4 4 जा 16 भयो टाइम्स 10 160 प्लस 256.48 चाहिँ हाम्रो चाहिँ 416.48 स्क्वायर फिट आयो त अनि यो चाहिँ हाम्रो 160। ल टोटल सर्फेस एरिया आयो अनि रिजन पनि अहिले भइसक्यो। अब यहाँ चाहिँ हाउ मच डज इट कस्ट टु पेन्ट द पिलर्स टुगेदर विथ पिरामिड एट द रेट अफ यो। ल भनेपछि यो पिलर र माथिको पिरामिड टोटललाई पेन्टिङ गर्न कति लाग्छ भन्यो है त। अब 1 स्क्वायर फिटको त 95 छ। अब देयरफोर टोटल कस्ट भनेपछि 416.8 स्क्वायर फिटको चाहिँ 416.48 टाइम्स 95 भयो यो टाइम्स 95 गऱ्यो भने चाहिँ हाम्रो चाहिँ इक्वल्स टु आरएस 39,565.6। ल यो चाहिँ हाम्रो चाहिँ यति पैसा चाहिँ लाग्दो रहेछ है त। ल यो कस्ट के अरे यो पेन्टिङ गर्दाखेरि चाहिँ